आजसम्म नेपालको इतिहासमा हामीले यस्तो गृहमन्त्री पाएको थियो जुन गृहमन्त्रीले जनकपुरबाट मिटर ब्याजी पीडितहरू आउँदैछ मलाई भेट्न भनेर थाहा पायो, त्यसपछि उनीहरूलाई निजगढमै रोकेर आफू काठमाडौँबाट निजगढ आयो, भेटेर कुरा गर्यो, केही सहमति भयो, त्यसपछि तिनीहरूलाई अब आफ्नो आफ्नो घर पठाउने कार्यक्रम हुँदैछ। यस्तो गृहमन्त्री पाएको थियो। विपक्षीमा छौ, ठिक छ, विपक्षीमा छ, यसको मतलब यो होइन कि विरोध नै गर्ने। विपक्षीको मतलब के विरोध गर्नु मात्रै हो त? राम्रो कामलाई राम्रो गरिरहेछ भन्ने हिम्मत हुनु पर्यो, नराम्रो कामलाई नराम्रो भन्ने हिम्मत हुनु पर्यो। जतिखेर पेला छ, नराम्रो गराछ, हैन, त्यो भनेर हुँदैन के। नेपाली जनतालाई थाहा छ, नेपाली जनताले खोजेको यस्तै हो। जुन व्यक्तिले भन्छ नि घुमेर देश बन्छ, जुन मान्छेले भनिरहेछ नि स्ट्यान्ड गरिरहेछ, त पनि त स्ट्यान्ड गर्न सक्थिस्, किन गएन? त्यही भएर हामीले बेस्ट गृहमन्त्री पाछौ, काम गर्न देऊ चुपचाप। अनि जति यो झोलेहरू आन्दोलन गर्छ नि, हाना नहाना के हेरेर बसेको? देश विकासमा जो बाधक बन्छ त्यो सबलाई हान्ने हो। द्याट्स अल। जब राष्ट्रियताको कुरा आउँछ र त्यो बीचमा जो बाधक बन्छ तिनीहरूलाई छोड्ने होइन। हामीले खोजेको यही हो, नेपाली जनताले खोजेको यही हो, यस्तै नेता खोजेको। रियल जसले नेपाली जनताले जसले भोट दिएर पठाएछ नि, त्यो एउटा मान्छे माइती घरमा भेट्दैन। एक दुईजना पीडित भेट्छ र त्यसलाई उस्काउने, हैन, यो झोलेहरू भेट्छ। यो सबै यो झोलेहरू नि त्यहाँ पुग्छ। यिनीहरूलाई के छ? खानाले पुगेछ, बाउले दिइहाल्छ खानालाई, बाले मतलब भएन, जहाँ जानु छ जान्छ। त्यही भएर हामीले राम्रो गृहमन्त्री पाएको छौँ, प्रधानमन्त्री पाएको छौँ, राम्रो पार्टी पाएको छ। हामीले वेट एन्ड वाच गर्नुपर्छ र यो बीचमा जो बाधक बन्छ तिनीहरूलाई झराप गर्नुपर्छ, अरू केही उपाय छैन। जय नेपाल मित्र।